लडेको नि थाहा कहाँ के खोल्छु नि र लडेको म लडाइ भनेको थिएँ त तँलाई हेलो गुड मर्निङ सबैजनालाई आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै नै छु म फेरि पनि आएको छु नयाँ भिडियो लिएर अनि म अहिले चाहिँ धेरै समयपछि भिडियो लिएर आएको छु सो आज चाहिँ म यति तयार भएर किन बसेछु भने आज चाहिँ म दाउरा बोक्न मेलामा जान लागेको छु अन्त कोही पनि होइन अनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु यहाँ छिन् भेरी गरे डान्स दिछिन् टनी अडन थिनी यस्तो अल्छी छ मेरो घरको कुकुर भनेर त्यस्तो त्यस्तो त भन्न नहुने हो तर मैले भनिहालेँ आज चाहिँ हाम्रो दाउरा बोक्ने प्रोग्राम छ आज चाहिँ हामी दाउरा बोक्न जान्छौँ सो हेर्नु होला साथीहरू म चाहिँ दाउरा बोक्न भनेर हिँडेको अनि कृष्णमायाको बहिनी पनि हो अरे मेलामा कृष्णमायाको घर जानु लाग्छु छ कि छैन हेर्नु न Oh my god के छ खबर भात खायो खाना खाना मेलामा जाने होइन धारामा गएको भन्थ्यो त कृष्णमायाको बहिनी भात पनि खाएन अरे म त भात खाएर नै आइसकेँ त्यही भएर आएको थिएँ कृष्णमाया छेउमा सो त्यही हो हेर्नु न कतितिर कफीको बोटहरू छ क्या उतासम्मै छ आँप पनि रहेछ आँपको बोट को हो त नि कृष्णमायाको घर कृष्णमायाको बहिनी सानी हार मम्मी उतापट्टि हुनुभयो कसको घरकै कुकुर हो ए टोइलेट गएर आउनु म त झन् अब जाने भनेर आएको झन् कोही नै आएन क्या है भात खाउ न त छिटो तिम्रो के अहिले धुनुपर्छ र मम्मी खै त भात पुऱ्याउनु ए आज मम्मी गएको हो आमा म एक्लै होला तरू नि त भनिरहेको कि सबै बुढी बुढी ओइ भिड छ है भिड छ है म तपाईँहरूलाई देखाउँछु हामी दाउरा बोक्ने ठाउँ कस्तो छ भनेर कस्तो भिड छ भनेर तपाईँलाई थाहा हुन्छ नि हाम्रो आजको दाउरा बोक्ने खेतालाहरू हेलो भन्नु आमा यो गर्नु न देखिसक्यो ले ल साथीहरू अब लागियो दाउरा बोक्नतिर माथि टोली यति हो अब तल टोली नि आउँदैछन् म चाहिँ यहाँ छु तपाईँहरूको एलिना आज दाउरा बोक्नतिर लाग्यो म पनि सबैले तान्नु है त मम्मीलाई हिता मम्मी यहाँ हिता मम्मीको परन जानु रहेछ क्या हेर्नुहोस् साथीहरू हामी हिँड्ने बाटो यस्तो छ के सँगसँगै हिँड्नु आदिको चोरी भेडियो बनाउँछु र साथीहरू हामीले दाउरा बोक्ने ठाउँ कस्तो डर लाग्दो छ यस्तो भिड छ त्यही पनि म भिडियो बनाइरहेको छु भिड हुँदा हुँदै पनि ल हेर्नु त यहाँ
एकछिन मात्र हो कि डर लाग्ने अहिले एकचोटि बोकेपछि त डर लाग्दैन हिँड्दा मम्मी सोधै के मात्रै तर बाटो सानो छ है अब होइन डर त मलाई पनि लाग्छ क्या बानी हुन्छ एकचोटि बोकेपछि हेर्नु साथीहरू यहाँदेखि तल हेर्नुपर्छ आमा अनि यहाँदेखि लड्यो भने त हाम्रो त नामो निसान हुन्न होला यहाँ चाहिँ विष्णुमा चा मैले त मम्मीले जिस्काएको मैले लड्ला जस्तो भइसक्यो है यहाँदेखि तल ए काफल साथीहरू अझै आइपुगे छैन साथीहरू अनि दाउरा पुग्ने ठाउँ यस्तो बाटो हिँडिरहेछौँ मेरो मम्मी अगाडि अगाडि जानुभएको छ यो पछाडिको केटीलाई त सबैले चिन्नु नै भयो होला कृष्णमायाको बहिनी अहिले सबैजना बेलाउनु भयो भाइरल बुझ्यो ल बिस्तारै जानु बोकेर हाइ ल जानु समातिरहने हो त डोको जानु जानु बिस्तारै गएर फेरि नाच्छ नि बुझी तारका नाच्नु नि अलिपछि तलै भयो रे आपी आउँदैन रे यतिकै होला यो बे आमे सनमको मम्मीले त धकाल्नु नि परेन है बिस्तारै जानु बुझ्यो बिस्तारै लट्ठी देन मैले चिप्लो भएर कि हाम्रो गाउँको आमाहरू कति काम गर्छ है गइसक्यो नि सब ठुलोमी गाह्रो भएन क्या हो हेलो गर्नु ल यता 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 हेरेर यता हेरेर हेलो गर्नु न आज त दाउरा बोकेको है लुङ्गी लगाएर आइदिएछ कि म पनि कालो ओके फेरि म जित्यो भने मेरो मान्छे रुन्छन् फेरि भेनाश्री उजुन्छ भयो भएन के भयो भेनाश्री फेरि उजुन्छ के रुन्छ मसाला राख्दा हुँदा खाएँ के भएको यो फुलहरूले देखाइदियो हाम्रो माइलीले दाउरा बोकेको रे ल ल गाइजहरू ल हामी चाहिँ गयौँ ल तर हिजो पानी परे पनि खासै दाउरा गरौँको नभएको है अनि मोटी कहाँ गएछ नि मोटी नि पोखरा गयो वा यार म पनि पोखरा जाने अब त्यही हो हामी यस्तो भिरको बाटो हिँड्नु परेको छ के भन्यो
म फेरि म किन आँटेको र सो त्यही हो हामी दाउरा बोक्दैछौँ अब एकैचोटि घर गएपछि देखाउँछु किनभने यहाँ बाटो अलिक अप्ठ्यारो छ क्या फोन के अरे को म पनि त्यस्तै त हो नि यो डोगो यस्तो हल्ल्या झन् अब मैले 1 वर्षपछि भारी बोकेको भए कस्तो मैले भारी बोकेको थिएन झन् हाम्रो बाबा आएपछि त बाबाले मेलामै नपठाउने कि मैले सक्दैन भने जब पनि मम्मीले पठाउने म यस्तो अल्छी भइगएको थिएँ सो त्यही हो गाइजहरू बाबाई गाइज अलिपछि भेटौँला हेर्नु साथीहरू त्यस्तो पाराले बोकेर गएन दाउरा बिचरा जा हाल्ने हो निकाल ए लास्टमा त होला कि कहीँ ल भनेर रहेछ को होला भनेको त गीत गाउनु न के त अनि पाकेको बाई बाई छानु अब काम पनि सक्यो अब भोलि भेट भयो भने भोलि नत्र अब कहिले सो त्यही हो हामीले दाउरा बोकेर नि सक्यौँ अब चाहिँ हामी घरतिर लाग्छौँ दाउरा बोकेर चाहिँ आज एकदम चाँडै सक्यो किनभने खेताला 15 जना हुँदैन थियो दाउरा भने 4वटा थुप्रो मात्रै थियो दाउरा धेरै नै थिएन त्यही भएर मान्छे धेरै भएको भएर चाहिँ चाँडै नै सक्यो भनौँ न सो त्यही हो अब चाहिँ हामी घर जान्छौँ हजुरहरू के गर्दै हुनुहुन्छ हामीले खाजा पनि खाइसक्यो मेरो मम्मीले त्यहाँ देख्न सक्नुहुन्छ बिजोक पारामा म यता छु यो के हो भनिदियो कि सो त्यही हो अब चाहिँ पानी पर्ला जस्तो भएको छ मौसम पनि यस्तो कालो कालो भएको छ मौसम पनि के हो पानी पर्ला जस्तो भएको छ भने तर पानी परिसक्यो पानी छिटो हानिसक्यो म यस्तो कालो कालो किन देखिरहेको छु अन्त म मान्छे कालो नै छ नि कालो देखिने नि भयो नि सो अब चाहिँ हामी घर जान्छौँ म टोनीलाई के ल्याइदिनु होला बिस्कुट ल्याइदिनु क्या सो त्यही हो यहाँ चाहिँ एकजना खडुस मान्छे छ नि त्यो खडुस मान्छे देखेर म यस्तो रिस उठ्छ नि पानी त यहीँ बर्सिन लाग्यो त बर्सिन त मम्मी पानी त बहिनीलाई लिन जानुपर्छ जस्तो लाग्यो बुझ्यो माइलीलाई के बहिनी लिन जा भन्नु त म पनि जाने हो के छाता लग्यो कान्छीले सो त्यही हो मम्मी हाम्रो बहिनीले छाता लग्यो ए भयो नि त त्यसो भए त सो उनीहरू चाहिँ छाता लग्यो रे अनि त्यसो भए चाहिँ हामीलाई म जानु पर्दैन ओ त्यहाँ कसको हो गाडी आयो मलाई लिन आयो क्या भन्दा पानी पर्यो पानी पर्यो अब तपाईँ नि नबोक्नु
बिजानेमा छ भने थियो त्यहाँ त काट्नुपर्छ भन्थ्यो गएन कोही पनि खाजा खाएर घर आयो मेरो क्यामेरामा पानी पस्यो गाइजहरू हाम्रो आमा कहाँ जानुभएछ होला अचु मर्छु म त जाडो जे होस् रमाइलो नै भयो आज पानी पर्छ भनेर मैले फोन घर पठाइदिएको थिएँ तर पछि त पानी परेन सन्चो नहोला जस्तो भएको छ हाम्रो आमा कहाँ जानुभएछ होला घरमा हुनुभएन त सो त्यही हो अहिले चाहिँ म घर आएँ हुन्छ मेरो मुटुलाई ढोका खोल्ने बित्तिकै बाहिर आइने नि सानो के भयो यसले त बमिट गर्न लाग्यो क्या हो के भयो यसलाई आज मैले दिनभरि थुनिदिएको बिचरा कति आएको थियो होला फाइनली म चाहिँ घर आइसकेँ हामी दाउरा बोकेर भ्यायौँ दाउरा बोकेर घर आएको यहाँ छिन् हाम्री आमा हेलो गर न आमा आमा हेलो भन्नु न यसरी क्या यसरी हेलो भन्नु भनेको खोइ हाम्रो आमाले हेलो भनेको अरे के भन्यो भने भूत भूत टोनीले तिम्रो गिसाएको खानेकुरो मागेर म लडेको नि थाहा के खोल्छु नि र लडेको म लडाइ भनेको थिएँ त तँलाई बोक्ला भन्थे म लड भनेको त भात अलि धेरै पकाउनु है म पनि खान्छु तरकारी नि मिठो रहेछ त के हो आमा यो के हो त्यो गएँ म डाँडातिर